वेलकम टु माई युट्युब च्यानल। तपाईहरुलाई तिङलाली भ्लगमा स्वागत छ। नेक्स्ट डे नेक्स्ट भिडियो गाइज है त। अनि आज चाहिँ म बिहानै उठेर हाम्रो पिके को यात्रामा छु। अब पिके चाहिँ म जान लागिरहेको छु हैन। सो त्यही हो, 81 प्लान भइदियो है पिके जाने। सो अब चाहिँ म यहाँबाट पिके को लागि निस्किन लागिरहेको छु। अनि मैले चाहिँ यहाँबाट गाडी पनि पठाइसकेको छ। हाम्रो तिङलाली फार्म हाउसबाट चाहिँ हाम्रो पिके पिक, रातनाङ्गे पिक, दुधकुण्ड हैन, सुर्के जहाँ जानु परे पनि हामीले गाडीहरू पठाउने गरेको छ। अनि सो अब म नि जान लागिरहेको छु, प्लस मेरो गाडी त गइसक्यो एउटा ग्रुप लिएर। अब मेरो चाहिँ छुट्टै आफ्नै सरहरूको टिम छ। मेरो यहाँ प्रोजेक्टमा हिजो सरहरू आउनु भएको थियो हैन। अनि उहाँहरू सरहरूसँग जान लागिरहेको छु म चाहिँ। सो अनि अहिले चाहिँ मर्निङ 6 बजिरहेछ। ट्याक्क हामी यहाँबाट चाहिँ यस्तो भ्यू हेरेर टक्क म चाहिँ रेडी भइसकेको छु हैन, सट्टा लाएर। अब यहाँबाट निस्किनु पर्ने हुन्छ हैन। सरहरू पर रेडी हुँदै हुनुहुन्छ अरे। टक्क लाएर आज लिएर जानुपर्ने छ। अर्को ग्रुप पनि छ 8 जनाको। अनि उनीहरूलाई माथि उहाँहरूको लागि पनि होटलहरूको सबैको व्यवस्था गरिदिनु पर्ने छ हैन। अनि हाम्रो यहाँ तिङलाली फार्म हाउसबाट चाहिँ अब यस्तो प्याकेज टाइपको छ पिकेको चाहिँ हैन। गाडीहरू नि हामीले नै गर्छौँ, अनि लाने ल्याउने हैन। त्यसको लागि तपाईहरु कोही जानु इच्छुक, कोही तपाईहरुलाई कसैलाई थाहा छैन भने हाम्रो उसमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। सरहरूसँग चाहिँ हामी निस्किसकेको छौँ है। हामी यहाँबाट चाहिँ 8:30 मा निस्क्यौँ। अब हेर्दै जाउँ कतिखेर पुगिन्छ, बाटो कस्तो छ के छ पिकको यात्रामा। यहाँ हो हाम्रो सिमाना सोलु र ओखलढुङ्गा। ठ्याक्कै यहाँबाट उता ओखलढुङ्गा। ल हामी चाहिँ धापा आइसकेको छौँ है। अब यहाँबाट चाहिँ हामी यो उतातिर लाग्नुपर्ने हुन्छ, डाँडै डाँडा। यहाँबाट चाहिँ हाम्रो अफरोड सुरु हुन्छ है। उता सोलुबाट आउँदाखेरि पनि उता ओखलढुङ्गातिरबाट आउँदा नि यहाँबाट चाहिँ पुगिसकेको छ है। धाप भन्ने ठाउँ हो, यो चाहिँ ओखलढुङ्गामा पर्छ। लाएर यहाँबाट राइट है। अब त्यो गाडी ठ्याक्कै छ। ठ्याक्क त्यहाँ लोकेसन पनि राखेको छ है, याद गरेर टक्क उतै छ सर पिके पिक वे टु पिके पिक। ल हाम्रो यहाँबाट चाहिँ अफरोड सुरु भयो है त। अब है त हामी चाहिँ यहाँ जहाँसम्म अब गाडीहरू आउँथ्यो त्यहाँसम्म चाहिँ आइसकेको छौँ। 3 घन्टा लगभग 3 घन्टा चाहिँ हामी हिँडिसकेको छौँ अहिलेको अवस्थामा हैन। किन यहाँनिरसम्म गाडीहरू आउँथ्यो, हामीले चाहिँ 3 घन्टा तल नै गाडीहरू चाहिँ ल्याउन सकिएन हामीले। बाटो त्यस्तै रहेछ, गाडीले पनि त्यस्तो धेरै
गरिएन हैन। अब यहाँदेखि असली जङ्गलको बाटो सुरु हुन्छ हैन। सटलाएर कस्तो खुट्टाहरू चाहिँ कस्तो त्यो औँलाहरू चाहिँ धेरै पछि हिँडेर होला कस्तो कस्तो भइरहेछ कि मेरो चाहिँ त्यस्तो धेरै गाह्रो चाहिँ केही पनि भएको छैन हैन। अब हेर्दै जाउँ। यस्तो चिसोमा खेल्ने बच्चाहरूलाई कहिले खोकी सुगा लाग्छ भन्नु भा गाला किन रातो के लाग्यो गालामा कति राम्रो हो माइसे यहाँबाट चाहिँ अब हामीलाई लगभग 45 मिनटदेखि 1 घन्टा बढीमा 1 घन्टा लाग्न सक्छ हैन। अनि त्यहाँबाट सटलाएर हामी सेतोमाने भन्ने ठाउँमा लामो माने भन्ने ठाउँमा आइसकेको छौँ। यहाँनिर चाहिँ हैन सटलाएर यस्तो छ है त। अब चाहिँ 5:30 भइसकेको छ है त यहाँनिर। अब हामीले माथि अब पुग्दा ओर्दा रात नै परिहाल्छ अब। अनि हामीले अब यो मेरो भ्लग चाहिँ 2 दिनको चाहिँ 1 दिनमै गर्ने छौँ हैन। आजको र भोलिको पनि अब धेरै लामो हुँदैन होला सायद नै। सो त्यही नै हो। ल अब हाम्रो चाहिँ यहाँ ड्रेसहरू हुन्छ अलिक तातो तातो लगाएर चाहिँ जति तातो थियो सक्यो। अब लास्ट चिसो हुन थालिसकेको छ हैन यता चाहिँ। सो त्यही नै हो। अब यहाँबाट चाहिँ हामी उकालो उकालो जानुपर्ने हुन्छ। त्यही नै हो है त। म चाहिँ टक्क टोपी सोपी लगाएर पनि रेडी नै भइसकेको छु। भित्रबाट चाहिँ लाछु क्या मैले चाहिँ। भोलि बिहान चाहिँ अझै योभन्दा माथि अझै चिसो हुन्छ त्यसको लागि चाहिँ बोकेको छु ब्यागमा हैन त। सो त्यही नै हो। चिसो त अति नै त छ नि। त्यो अब चाहिँ सुरु भयो। अब कति के छ हैन। ल नेक्स्ट डे है त। अब हामी चाहिँ बेस क्याम्पदेखि बसेको होटलदेखि माथि पिकनिकमै जान लागिरहेको छौँ हैन। अहिले चाहिँ मर्निङ 4 बजिरहेछ। सो त्यही नै हो। अब एकछिन ब्रेकफास्टहरू लिन्छौँ के अलिअलि अनि हामी यहाँबाट निस्किन्छौँ माथि पिकको लागि। लगाइछ है त। हामी चाहिँ पिके आइसकेको छौँ। सो त्यही नै हो। पिके पिक चाहिँ यस्तो छ है त। मर्निङ 5:45 को भ्यू। यताबाट हिमालहरू यस्तो छ। अबको 15-20 मिनट पछि चाहिँ हामीले यहाँको अझ राम्रो गरेर हेर्न पाइन्छ हैन। है त। अहिलेको चाहिँ भ्यू यस्तो छ। चट्ट लाएर त्यतिरको भ्यू है। हाम्रो फोटो खिच्ने कार्यक्रम चाहिँ सकिसकेको छ। सरनी तपाईहरुलाई कस्तो लाग्यो त पिके पिक? एकदम रमाइलो, गुड, राम्रो भ्यू, यतिको भ्यू
एक्सपेक्ट चाहिँ गरेको थिइनँ मैले एक दिन यति राम्रो भ्यू चाहिँ अब अरू ठाउँमा भेट्ने गाह्रै छ होइन हेलो भाइले एकदम धन्यवाद छ यस्तो स्वर्ग जस्तो ठाउँमा ल्याउनु भएकोमा एकदमै यो हाम्रो ट्रेकिङको चाहिँ जस्ट पेड अफ भयो है यो एकदमै रमाइलो भयो जति हिँडेको थियो थकाइ सब मेटियो होइन बस्दा जति बस्दा नि यहाँ बसौँ बसौँ जस्तो लागिरहेछ त चिसो चिसो छ चढा 3 पानी त नभनौँ 1 पानी चाहिँ हामीले सुरु गरे है सो त्यही नै हो यस्तो चाहिँ बिस्तारै बिस्तारै पानी फारू यहाँ डाँडा मुला भयो अलि सर त्यही नै हो यस्तो छ है दाइको भ्यू चटालार यस्तो भ्यूमा चाहिँ दाइ ल अब चाहिँ हामी झरिसकेको छौँ ल है त सबैले पिकलाई बाई बाई गरिदिउँ न त भ्लगको लागि है त अब कुहिरो लाग्न पनि थालिसकेको यस्तो छ क्या अब फेरि अब 81 यस्तो हुन थालिसकेको छ है ल अब हामी झर्नु पर्ने हुन्छ सर यो ओह्रालो हामी चाहिँ यहाँदेखि आएको है त्यो घरहरू देखिरहेको ठाउँमा चाहिँ गाडीहरू त्यहाँसम्म मात्र आउँछ हामी हिँड्दै हिँड्दै चाहिँ यो तलदेखि टक्क लाएर डाँडै डाँडा डाँडै डाँडा डाँडा यहाँ मुनि चाहिँ बेस क्याम्प छ अनि टक्क यहाँबाट चाहिँ फेरि मर्निङ बिहान उकालो टक्क यो बाटो हिँड्दै हिँड्दै हामी यहाँसम्म आइपुग्यौँ है त ल बेस क्याम्प चाहिँ यही हो है टक्क हामी बस्ने चाहिँ यही हो यो घरमा तुङ्ना बाजेकोमा होइन सो त्यही नै हो हिजो त भनिसक्यो पाउने नसोधिकन नराख्नु त्यो बहिनीहरू पनि त्यही भने अब यहाँबाट झर्नु लागेको ल ल हस् धन्यवाद तपाईँहरूलाई हस् हामी चाहिँ लामो माने पनि आइसकेको छौँ है त चटराहरू लामो माने हिजो राति चाहिँ यहाँदेखि नै रात परेको थियो र यो नै मजाले देखाउन पाइएको थिएन अब त्यो उकालो जति झरि के अरे ओह्रालो जति झरिसक्यो अब जङ्गलको बाटो लगभग 2-3 घन्टा 1.5-2 घन्टाको बाटो छ अब ठ्याक्क 2 घन्टा लाग्छ होला है दाइ 2 घन्टामा पर निक्लिन्छौँ अनि त्यहाँबाट हेरौँ के कस्तो हुँदो रहेछ है त यता चाहिँ यस्तो छ क्या यसको नाम चाहिँ लामो माने भन्छ है यहाँ चाहिँ ठाउँको नामै यस्तो छ सो त्यही नै हो गाइस है त अब हाम्रो लगभग यात्राहरू छुट्टिँदैछ होइन भ्लगहरू नि अब त लास्टै धेरै लामो भइसक्यो होला तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो पिक कमेन्ट गरिदिनु होला है अनि तपाईँहरूलाई कोहीलाई आउन इच्छा छ भने हामीलाई कन्ट्याक्ट गर्नु होला है त यति भन्दै हामी अलिअलि बाटोको क्लिपहरू हान्दै लाग्नुपर्ने हुन्छ लगाइज है त हामी चाहिँ ओह्रालो झर्दैछौँ ओह्रालो भन्दा पनि तिर्सो हिँड्दैछौँ अब हामी जानुपर्ने चाहिँ ठ्याक्कै यहाँनिर हो क्या यहाँनिर गइसकेपछि मात्र हाम्रो अर्को बाटो सुरु हुन्छ
त्यसको लागि चाहिँ हामीले यो जङ्गल टक्क पार गरेर यहाँ गएर चाहिँ हामी डाँडा त्यो डाँडा मुनि झर्नुपर्ने हुन्छ क्या हामी चाहिँ